हेलो एन्ड गुड मर्निङ टु एभ्री वान। तपाईँहरू सम्पूर्णलाई स्वागत छ मेरो एसएन मुभमेन्टमा। एसएन मुभमेन्टमा चाहिँ आज म फेरि पनि रामेन खाँदैछु अनि मसँग छ फेन्टा पनि। अनि फेन्टा मलाई एकदमै मनपर्छ। मैले डिप फ्रिजमा हालेर एकदम चिसो बनाएको छु अनि यहाँनिर चाहिँ एकदमै 30-35 डिग्रीको घाम लागेको छ आउटसाइडमा। अनि त्यही कारणले गर्दा मैले चिसो फेन्टा निकालेँ फ्रिजबाट अनि त्यहाँदेखि म खानुको लागि रेडी हुँदैछु। मैले रामेन अनि क्यारोट अनि त्यहाँदेखि फ्राई एग बनाएको छु अनि एकदम मिठो छ। अनि फर्स्ट बाइट लिँदैछु मैले, एकदम दामी भएको थियो अनि दामी छ। म इन्जोय गर्दै खाइरहेको छु अनि मैले चपस्टिक पनि ल्याएको थिएँ है। अनि चपस्टिकले खान्छु भनेको त भरे काँटाले नै खाएँ अनि म फेन्टाको चुस्की लिँदै अब म स्टार्ट गर्दैछु चपस्टिकले। अनि चपस्टिक यो चाहिँ अलिक चिल्लो चिल्लो परेको चपस्टिक थियो है, अनि त्यही भएर समात्न चाहिँ अलिक अप्ठ्यारो भइरहेको थियो मलाई। अर्को काठकोबाट भयो भने चाहिँ समात्न पनि सजिलो हुन्छ, इजिएबल, अनि खानालाई पनि इजिएबल हुँदो रहेछ। अनि यो स्टिलको चाहिँ एकदम चिप्लिने क्या, नुन चिप्लेर तल गयो एकैचोटि। अनि तर पनि आई विल ट्राई माई बेस्ट है, मैले ट्राई गर्दैछु। अनि क्यारोट चाहिँ मजाले पक्रेर खान सकेँ। अनि त्यही हो, जति हामी सिक्छौँ लर्निङ अलवेज मेक अ पर्फेक्ट है। जब हामी लर्न गर्छौँ भने जुनै पनि कुरालाई हामी सिक्छौँ भने सुरुवातमा अप्ठ्यारो हुन्छ, अनि तर सिक्दै गएपछि त्यो चाहिँ इजिएबल हुँदै जान्छ है। त्यस्तै प्र्याक्टिस मेक अ पर्फेक्ट भन्छ नि है। अनि त्यही हो, मैले यो चपस्टिकले खाना चाहिँ प्र्याक्टिस गर्दैछु अनि हो। अनि खाँदै गर्दै सिक्दै जाने हो। अनि ट्राई अन्टिल टु सक्सेस भने जस्तै चपस्टिकले खाना ट्राई गर्दैछु, त्यही पनि यो स्टिलको हो। अनि त्यही भएर अलिक अप्ठ्यारो चाहिँ हुन्छ, चिप्लिहाल्छ, तर पनि आई विल ट्राई माई बेस्ट है। तर एकदमै मिठो भएको थियो। अनि मैले पिरो चाहिँ धेरै हालेको थिइनँ, आजभोलिमा त्यति पिरो खान सक्दिनँ। नेपालमा हुँदाखेरि चाहिँ म एकदमै पिरो खान्थेँ है, जति पिरो लगाए पनि, जति धेरै पिरो भयो त्यति मिठो लाग्ने। तर यहाँ चाहिँ किन हो एकदम धेरै पिरो कम्ती खान थालेको छु मैले, अनि धेरै पिरो खानै सक्दिनँ आजभोलि है। इट्स ओके होइन, पिरो हेल्थको लागि पनि राम्रो होइन। अनि म पनि आजभोलि त्यति धेरै पिरो खाँदिनँ। अनि यसमा त्यो रामेनको त्यो मसला हुन्छ है, ससेस चाहिँ मैले सस चाहिँ त्यो रामेनको सस चाहिँ मैले सबै हालेँ। अनि त्यो पिरो धुलो हुन्छ क्या, त्यो चाहिँ मैले आधी मात्रै हालेको है, त्यति धेरै पिरो भएको छैन। अनि फ्राई अम्लेट बनाएको थिएँ अनि यो पनि एकदम मिठो। यसमा चाहिँ मैले प्याज खोर्सानी लगाएर मजाले त्यसलाई ब्लेन्ड गरेर चाहिँ बनाएको है, एकदमै घोलेर मजाले बनाएको थिएँ, एकदम मिठो भएको थियो यो पनि। अनि एकदम इन्जोय गर्दै खाइरहेको छु म। अनि तपाईँहरू पनि इफ यदि फ्री टाइम छ अनि डेली बेस होइन तर समटाइम तपाईँहरूले एकदमै चिसो कोल्ड ड्रिङ्कसँग चाहिँ रामेन एग फ्राई खानुभयो भने चाहिँ एकदम इन्जोय गर्नुहुन्छ। अनि नेपालमा हुँदाखेरि पनि हामी साथीहरूसँग मिलेर, साथीहरू आउँदा होस् होइन, मिलेर चाहिँ यसरी खान्थ्यौँ। पनि कोही बेला हामी के भन्छ त्यो च्यालेन्जहरू पनि गर्थ्यो है, अनि एकदम इन्जोय हुन्थ्यो। अनि यहाँ चाहिँ अब कोसँग च्यालेन्ज गर्ने होइन, सबैजनाको आफ्नो ड्युटी हुन्छ। अनि एकले खायो बस्यो इन्जोय गर्यो, त्यही हो होइन। सबैको आफ्नो काम हुन्छ, सबै आफ्नो वेमा हुन्छ। त्यही कारणले म पनि आफै एकले इन्जोय गर्दैछु अनि एकदम मजाले खाँदैछु म। अनि मैले किन यो साउन्ड रेकर्ड गरेको भन्दा चाहिँ म खाँदाखेरि चाहिँ अनि अरूले पनि खाना खाइरहनु भएको थियो अनि सबैको आवाजहरू आइरहेको थियो, त्यही कारणले गर्दाखेरि चाहिँ मैले भोइस रेकर्ड गरेको। हेर्नु त मैले कत्रो बाइक लिएँ, ओ माई गड। सो एकदमै मिठो भएको थियो। अनि चिसो कोल्ड ड्रिङ्कसँग त यति दामी भएको नि चुम्मेश्वरी है, हाई हाई एकदम मिठो। अनि कतिजनालाई चाहिँ फेन्टा नमन पर्न सक्छ है, मलाई चाहिँ फेन्टा, स्प्राइट, कोक सबै मनपर्छ, तर रेगुलर बेस चाहिँ होइन, समटाइम मात्रै खान्छु म। किनभने यहाँनिर चिसो र तातो मिक्स भयो भने चाहिँ हेल्थमा गडबडी हुने चान्सेसहरू धेरै हुन्छ है। अनि बाहिर तातो छ, भित्र चिसो छ,
अनि हामीले चिसो ज्यादा खायो भने चाहिँ त्यसले हामीलाई रियाक्सन गर्छ हेल्थमा। त्यही कारण आफै केयरफुल हुनुपर्छ। किनभने घरमा छ भने त सबैजनाले केयर अफ गर्छ, यहाँ चाहिँ आफ्नो हेल्थको आफै केयर गर्नुपर्छ है। अनि त्यही कारणले गर्दा हेल्थ इज वेल्थ भन्छ नि होइन, त्यही कारणले आफ्नो स्वास्थ्यको आफै ख्याल गर्दै खानेकुरामा ध्यान पुर्याउँदै यसरी खान्छु। अनि पहिले चाहिँ मैले हप्तै पछि खान्थेँ, अनि आजभोलि चाहिँ कोही बेला त्यो क्रेभिङ हुन्छ क्या, पिरो खान मन लाग्ने, त्यस्तो भएको बेला मात्रै म रामेनहरू खान्छु, नभए म प्रायः त्यति रामेनहरू खाँदिनँ। अनि साथीहरू कोही बेला साथीहरूको छुट्टी हुँदाखेरि साथीहरूले बनाउँदाखेरि उनीहरूले इन्भाइट गरेर बोलाउँदाखेरि गएर खान्छु। अनि कोही बेला म पनि साथीहरूलाई बोलाउँछु अनि हामी खान्छौँ, त्यस्तै हो गाइजहरू। अनि त्यही हो, इन्जोय गर्दै खाइरहेको छु एकदम मजाले होइन। अनि घरि काँटाले घरि चपस्टिकले है, आफ्नै खुसी छ गाइजहरू। एकदम इन्जोय गर्दैछु म, एकदम मिठो 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 भएको थियो है, एकदम मिठो। यति मिठो भएको थियो कि मैले सब सिद्ध्याएँ अनि एकदम इन्जोय गर्दै खाइरहेको छु म आरामले है, केही हतार छैन। अनि यो रामेनलाई चाहिँ अलिक काँचो गरेर पकाउनु हुन्न क्या, मजाले पकाएको छ भने चाहिँ अनि खाँदाखेरि पनि त्यो अर्कै खालको टेस्ट आउँछ क्या, मजाको टेस्ट आउँछ। अनि कतिजनालाई चाहिँ त्यो हल्का आधी काँचो आधी पाकेको मात्रै हुन्छ नि, त्यस्तो पनि मन पर्न सक्छ है। मलाई चाहिँ फेरि पुरै मजाले त्यो एकदम पाकेको हुन्छ नि, त्यस्तो चाहिँ मलाई मनपर्छ। अनि मसलाहरू हाल्दाखेरि पनि मजाले फिटिन्छ क्या त्यस्तोमा, अनि मलाई चाहिँ त्यस्तो मनपर्छ। अनि एकदमै मिठो भएको थियो है। थोरै खाएँ त मैले, गम्का गम खाइरहेको छु ननस्टप। त्यही हो गाइजहरू, खायो भिडियो बनायो बस्यो, मजा छ। प्रभुलाई धन्यवाद भएको होस्। चिसोको चुस्की लिँदै रामेन पिरो खाँदै बसिरहेको छु गाइजहरू म। अनि म चाहिँ यो भिडियो भोइस रेकर्ड गर्दाखेरि चाहिँ मुभी हेरिरहेको छु है, यहाँ नार्निया। अनि एकदम राम्रो छ यो नार्निया मुभी पनि। नार्निया मुभी हेर्दै यहाँ भोइस रेकर्ड गरिरहेको छु। अनि साउन्ड चाहिँ एकदमै सानो बनाएको छु है मैले, यु क्यान सी द्याट, तपाईँहरूले देख्न सक्नुहुन्छ। यत्रो पनि म टिपेर खाने कोसिस गर्दैछु, सिक्दैछु गाइजहरू। यत्रो पनि म टिपिदिन्छु क्या चपस्टिक। सो त्यही हो, मान्छेले जुनै पनि कुरा है सुरुमा केही पनि मान्छेलाई आउँदैन क्या, तर मान्छेले जब सिक्दै जान्छ, सिक्दै गएपछि मान्छेलाई त्यो कुरा इजिएबल हुन्छ है, मान्छेलाई आउँछ क्या। अनि त्यही कारण हामी ट्राई गर्न चाहिँ पछि हट्नु हुँदैन है। हामी चाहिँ कतिचोटि चाहिँ आउँदैन भनेर हामी ब्याक जान्छौँ है, अनि त्यसले चाहिँ जहिले हामीलाई ब्याक तान्छ। अनि हामी चाहिँ अलवेज फरवर्डेड हुनुपर्छ है। जब हामी फरवर्डेड हुन्छ हो, हामी जान्दैन तर पनि सिक्ने ट्राई गर्छ भने चाहिँ त्यो कुराले चाहिँ हामीलाई अगाडि बढाउने काम गर्छ। अनि अलवेज म पनि सिक्ने कोसिस गर्छु क्या, जुनै कुरा नयाँ कुराहरू देख्छु, नयाँ कुराहरू देख्दाखेरि चाहिँ मलाई सिक्न मन लाग्छ। अनि त्यो सिकेपछि चाहिँ आफूलाई इजिएबल हुन्छ, अनि त्यो कुरामा पर्फेक्टनेस हुँदै जान्छ है। अनि त्यही हो, अनि म यही भन्न चाहन्छु, लर्निङ इज भेरी इम्पोर्टेन्ट इन आवर लाइफ है। हाम्रो जीवनमा अप्स एन्ड डाउन आउँछ, तल माथि हुन्छ होइन, उकाली ओह्राली आउँछ, तर पनि हामी चाहिँ स्थिर भएर सिक्ने कुरामा चाहिँ हामी अगाडि बढिराख्नुपर्छ। अनि त्यो सिकेपछि चाहिँ हामीलाई हरेक कुरामा सहायता सजिलो पुऱ्याउँछ है। हेर्नु त मैले चपस्टिकले खान सिक्दैछु, सिक्दै आउँदैछ। अनि त्यही हो, सानो कुराबाट जब हामी स्टार्ट गर्छौँ भने है, त्यसले चाहिँ हामीलाई ठुलो अचिभमेन्टहरू
रिसिभ गर्छ है। नट अन्ली चपस्टिक है, जुनै पनि काम अथवा जुनै पनि कुरा हामी सुरुचोटि गर्दाखेरि अक्वर्ड हुन्छ, अप्ठ्यारो लाग्छ, तर गर्दै गएपछि चाहिँ त्यसले हामीलाई सजिलो बनाउँछ। त्यही हो, ट्राई अन्टिल टु सक्सेस। अनि ट्राई गर्न चाहिँ हामी कहिले पनि पछि हट्नु हुँदैन। अनि त्यही हो, जीवनमा जहिले अलवेज बी ह्याप्पी होइन, हेल्दी हुनुपर्छ अनि मजाले खानुपर्छ है। मजाले खायो भने हामी हेल्दी हुन सक्छौँ, अनि हेल्दी भयो भने हामी ह्याप्पी हुन सक्छौँ। इफ हामीले मजाले खाएन भने हामी हेल्दी हुन सक्दैन, अनि हेल्दी भएन भने हामी ह्याप्पी हुन सक्दैन। त्यही कारणले अलवेज मजाले खाने अनि हेल्दी हुने अनि ह्याप्पी रहने, त्यही भन्न चाहन्छु म। सो मजा आयो, धेरै इन्जोय गर्दै खाइरहेको छु म। सो अलमोस्ट सबै फिनिस भइसकेको छ। अब कोल्ड ड्रिङ्क्स पनि सिद्धिन्छ। गाइजहरू मजाले इन्जोय गरेर खाएँ। थ्याङ्क्स फर वाचिङ, लभ यु अल, बाई बाई।